हेलो हेलो गाइजहरु, म चाहिँ आफ्नै घरको वायरिङ गर्दैछु है मित्रहरु। वायरिङ यो चाहिँ एमसीबी बक्स रहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ एउटा स्विच बक्स रहेको छ। यो एउटा चाहिँ मेन लाइन भइहाल्यो, अर्को चाहिँ बाहिरको लाइटको लागि, यो चाहिँ टु वे स्विचको लागि। टु वे स्विच भन्नाले बारटलीको एउटा लाइटलाई तलबाट अफ गर्न पनि मिल्यो, माथि बारटलीमा गएर अफ गर्न पनि मिल्यो है। टु वे स्विच, विशेष गरी यो स्टेयर स्विच पनि भनिन्छ। यो चाहिँ बजारमा लागु हुन्छ है यो सिस्टम चाहिँ। आजभोलि जतासुकै यही सिस्टम आइरहेको छ, टु वे स्विच। बजारतिर त फ्लट स्विचहरू पनि राख्ने गरिन्छ। आजभोलि रिमोट सिस्टम पनि लागु भइसकेको छ है मित्रहरू। यो चाहिँ विशेष गरी आफ्नो सुविधाको लागि हो। आजभोलि कोठामा पनि राख्न सकिन्छ है मित्रहरू। ल, यहाँ चाहिँ अर्को कोठामा रहेको छ। एउटा चाहिँ मेन लाइन भइहाल्यो, एउटा चाहिँ यो लाइटको लागि भइहाल्यो, एउटा चाहिँ उता सप्लाईको लागि, अर्को बक्सको लागि सप्लाईको लागि रहेको छ। यो मार्किङ गर्नुको कारण चाहिँ यो तार लाइन चाहिँ मिस्टेक नहोस् भन्नको लागि है मित्रहरू, किनकि यो तार एउटै कलरको रहेको छ। यहाँ पनि मित्रहरू मार्किङ गरिएको छ। मार्किङ गर्नुको कारण चाहिँ छुट्याउन सजिलो हुन्छ है मित्रहरू। मार्किङ गर्नु जरुरी छ, किनभने यो एउटै कलरको वायर रहेको छ। विशेष गरी यसैलाई न्युट्रल र फेस छुट्याउनु पर्ने अवस्था छ। एउटा मेन लाइन भइहाल्यो, एउटा चाहिँ यहाँनिर यो लाइटको लागि रहेको छ है मित्रहरू। यो कोठामा चाहिँ दुईवटा लाइट रहेको छ है मित्रहरू, दुईवटा लाइट, दुईवटा बक्स। र अब हामी लागौँ बारटलतिर। एउटा लाइट चाहिँ यहाँनिर लगाएको छ बाहिर। यो चाहिँ मेन लाइनको लागि भइहाल्यो। यो ठाडो यस्तै यहाँ देख्न सक्नुहुन्छ। एउटा यहाँनिर बाहिर छ, एउटा होल्डर पारी छ है, पारी। यहाँनिर एउटा बक्स रहेको छ। यहाँनिर पनि मार्किङ गरेको देख्न सक्नुहुन्छ है मित्रहरू। मार्किङ गरिन भने चाहिँ तार छुट्याउन गाह्रो हुन्छ है मित्रहरू। एउटा चाहिँ मेन सप्लाई भइहाल्यो, एउटा बाहिरको लाइटको लागि रहेको छ, एउटा चाहिँ टु वे स्विचको लागि रहेको छ है मित्रहरू। यो टु वे स्विचको लागि दुईवटा तार, अनि यहाँनिर एउटा तीनवटा चाहिँ टु वे स्विचको लागि है मित्रहरू। र यो चाहिँ एउटा कोठाको लागि, यो चाहिँ दोस्रो कोठाको लागि, एउटा चाहिँ यो लाइटको लागि रहेको छ है मित्रहरू। यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ मेन सप्लाई, यो चाहिँ लाइटको लागि है मित्रहरू। यो चाहिँ मेन सप्लाई भइहाल्यो मित्रहरू। यो चाहिँ लाइटको लागि, यो चाहिँ न्युट्रल बाहिर बाटलीको लागि है मित्रहरू। किन एउटा मात्रै तार छ भन्नुहुन्छ होला तपाईँले। यो तार चाहिँ न्युट्रल चाहिँ यहाँबाट जोडिएको छ, यहाँबाट जोड्ने छु मैले। र फेसको लागि चाहिँ तपाईँले अघि नै सुन्नुभएको छ, टु वे स्विचको लागि भनेर सुन्नुभएको थियो। फेसको लागि चाहिँ यो एउटा तार रहेको छ है मित्रहरू। ल, बाँकी फाइनल भिडियोमा है मित्रहरू। ल, धन्यवाद।